पूजा गर्ने साझा प्रसाद बनाउने साझै रूपमा हामी सबै वस्तु सबै बन्धु बान्धव जम्मा भएर प्रसाद खाने र मनाउने यो दुईटा मोडालिटी बोका काटेर कसैलाई सम्मान गर्ने कार्यक्रममा हामी बोलाउन सक्दैनौँ मिल्दैन हैन र कसैको 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 महत्त्व बढाउने मानम अब 84 पूजा गरेका हाम्रो चाहिँ बाहर हुनु हैन र 84 अघिल्लो पटक पूजा भइसकेको गत पटकको उसमा यता आएका 84 भाकालाई कमसेकम दोसल्ला ओडाएर हामी सम्मान गरौँ उहाँको इतिहासको बारेमा भनौँ न उहाँले कहाँ कहाँ योगदान पुर्याउनु भयो उहाँका जीवनका सङ्घर्ष कथाहरू हामी प्रस्तुत गरौँ बाले के गर्नुभयो कहाँ कहाँ जानुभयो उहाँको जीवन उहाँका सन्तानको वृद्धि विकासका लागि आफ्नो समाजको चाहिँ नि योगदानका लागि उहाँले के समर्पण गर्नुभयो उहाँलाई गरौँ ताली पिटौँ सम्मान गरौँ माला लगाइदिउँ दोसल्ला उडाइदिउँ त्यो गरौँ हाम्रा सन्तानमध्येका पनि राम्रो चाहिँ नि ठाउँ पाएका छन् राम्रो काम गरेका छन् कर्म गरेका छन् ती सन्तानहरूलाई पनि गरौँ हाम्रा दिदी बहिनी होलान् हाम्रा दिदी भिनाजुहरू हुनुहुन्छ होला ज्वाइँ चेलाहरू हुनुहुन्छ होला उहाँलाई पनि हाम्रो पूजामा समावेश गरौँ र त्यहाँ पनि चाहिँ उहाँहरूको पनि महत्त्व झल्किने गरी त्यो एउटा हाम्रो घरको भिनाजुलाई सम्मान हुँदा पनि ए फलानाको भिनाजु त यस्तो ठाउँमा रहेछ यो उसले योगदान सोसाइटीका लागि गरेको रहेछ भनेर सबैले थप्पडी बिर्दा हाम्रो सबैको चाहिँ शिर चाहिँ गर्वले चाहिँ उच्च हुन्छ र हाम्रो छाती चाहिँ चौडा हुन्छ त्यो खालको मोडालिटी बलि प्रथा गरेर चाहिँ हुँदैन है फेरि बलि प्रथा गरेर त्यो जटिल हुन्छ त्यसैले यो दुईटा मोडालिटी छ यो दुईटा मोडालिटी भन्दा तेस्रो मोडालिटी गर्ने प्रस्ताव छैन दुईटा मोडालिटी भित्र कुन मोडालिटी हामी सबैले चाहन्छौँ त्यो मोडालिटीका विषयमा कर्मशः हजुरहरूले आफ्नो आफ्नो अभिमत राख्नुहोस् र मोडालिटी यो मोडालिटी भने सर्वसम्मत रूपमा हामी पारित गर्छौँ धन्यवाद बलि प्रथा हट्ने त्यसमा म राजी छु ल म बोले है यस विषयमा हामीले बलि प्रथा हटाउने भनेर त होइन प्रस्ताव आयो अथवा हटाउने अथवा नहटाउने भन्नेमा यदि बलि प्रथा हटाउने नै हो भने हामी अरू देवी मन्दिरमा चाहिँ हटाउन सक्छौँ कि सक्दैनौँ होइन बलि प्रथा त त्यता पनि छ नि त होइन सबै सम्पूर्ण रूपमा चाहिँ बलि प्रथा हटाउन सक्छौँ भने यहाँ पनि हटाउँ होइन अन्त चाहिँ बलि प्रथा चाहिँ हाम्रो कायमै रहन्छ यहाँ मात्रै हटाउने हो भने हाम्रो चाहिँ तपाईँले ल्याएको 2 नम्बर प्रस्ताव छ नि सामूहिक रूपमा चाहिँ तिम्रो छ पूजा गरौँ भन्ने प्रस्ताव छ नि त्यसमा चाहिँ मेरो समर्थन छ है अरू दाजुभाइहरूलाई भन्नु त अरू पनि भनौँ एउटा कुरो मैले भने बलि प्रथा हटाउने भन्दा पनि हटाउने भन्ने कुरोमा बलि प्रथा हो भने लामिछाने बन्धुले सबै सहकारी हुनुपर्छ यो दुईटा प्रस्ताव मात्रै गर अरू के गर्नुपर्छ भन्ने त्यो फरक चिज हो बलि प्रथा र मासु खाने कुरा फरक चिज हो है मासु चाहिँ खान पाइन्छ भगवानका नाममा बलि दिने कुरा फरक चिज हो ल एउटा कुरो म भन्छु क्या ल के न भने हामी भनेका के हौँ गरगरेसीका सन्तान हौँ साँच्चै भन्ने भने यो बलि जाने दिनु हुन्न भनेर आजभन्दा पहिलाको पूजा पनि मैले यो प्रस्ताव राखेकै हो धार दिउँ एउटा रुद्री गरौँ बन्धु सबैले जम्मा हौँ अहिले जाने हामीलाई कस्तो भएको छ भने कोही नेपालगञ्ज आएछन् कोही काठमाडौँबाट आएछन् कोही तराईबाट आएछन् सबै जुटिया छौँ भोलि यहाँ पूजा गर्दा त्यो प्रसाद चाहिँ नि बिग्रन्छ अब अहिले गाडी बन्द छ जानलाई कस्तो दुःख छ त्यसो जस्तो हामी साँच्चै भन्ने हो भने यो पूजा गर्नु के भयो भने हामी यहाँ आइयो आउँदाखेरिमा यी चाहिँ खान मन्दिरमा उसले पूजा गर्ने गुरुङ मगरले पूजा गर्ने गर्दा पूजा गर्ने साँच्चै भन्ने भने फुललाई यो हामीले बलि दिने होइन दोस्रो कुरो के भने अब देवघाटमा पोहोर चाहिने यो माइन्दाईको 84मा पुऱ्याउनु नि तपाईँहरू यहाँ आउनुहोस् भने फोन गरिरहेको थियो मलाई फोन गरेँ तर म जान पाइनँ 84 त्यहाँ देवघाटमा जाने हो नै पुरा ऊ छ अब यहीँ जयगाडा छन् हाम्रो लामछानेहरू तिनीहरूले पनि बलि चढाउने खिरदार दिने गर्ने गर्छन् हामी जुटौँ 3 वर्षमा एकचोटि जुटौँ रुद्री गरौँ सबै जाने भनौँ दाजुभाइ जुटेर सबै इष्टमित्र बोलाऊँ खिरदार दिउँ खिररोटी बनाऊँ खाऊँ सबैको भेटघाट पनि भयो बन्धु समाजको पनि भयो हामी जाने बन्धु अहिले साँच्चै भन्ने भने योमा बलि दिएर ऊ हुँदैन यो बाबु बाजेको जाने पहिला जाने
हामी भारतखण्डी नेपाल आएको हो, भारतबाट भारतखण्डी पनि श्राद्ध गर्दाखेरि हुन्छ नि, जस्तै गरी भारतबाट आइयो, आएर जाने के हो, हामी जाने मङ्गोलीहरूसँग मिसियो, मिसिँदा क्या नि त भन्दा पूजा दिने, बलि दिने, ऊ दिने भनियो। अहिले भारतमा साँच्चै बाहुन असली बाहुनले जाने मासु खाँदैन इन्डियामा, बाहुन असली, हामी त इन्डियाबाट आएका हौँ नि। त्यसो हुँदा यसलाई चाहिँ प्रस्ताव यो ठिक हो, देउताले पनि मान्नुपर्छ, हामीले चाहिँ अब सबैको मन चाहेको छ, यसलाई चाहिँ हामीले हटाउनै पर्छ। यति कुरा भन्दै धन्यवाद। हामी सबैको गएर पछाडि कुरा काट्नु हुँदैन। मन लागेको थियो कसैलाई चाहिँ बलि दिन मन लागिरहेको हुनसक्छ, कसैलाई चाहिँ होइन ठिक छ बलि नदिँदा राम्रो हुन्छ भन्ने हुनसक्छ। हामीले चाहिँ के कुरा गरेको हिजो भने पहिला चाहिँ पनि गत सालमा त्यो अघिल्लो उसमा पनि केही घटाउनु पर्यो है, यसलाई अलिकति धेरै भयो, यसलाई अलिकति परिमार्जन गर्नु पर्यो। अलिक साङ्ग्रो बनाउँदै जाँदा ठिक्क लेभलमा एन्डिङ गर्ने नै हो नि भनेको हो। अब अहिले चाहिँ अहिले पनि अब साङ्ग्रो बनाउने भन्यो, साङ्ग्रो त हुँदै भएन, झन् फरक